दाजु नमस्कार। नमस्ते। आराम हुन्छ? आरामै छु। कहाँबाट आउनु भएको छ यता हामी नेपाल? आसामबाट। आसामबाट। आसाम कुन ठाउँबाट? आसाम सिलापथार। कहिले आउनु भएको? भयो 10-12 दिन। 10-12 दिन भयो। कहाँ आउनु भएको थियो? यहाँ बित्ता मोडमा। अनि अहिले? छोरी दिएको छ। अहिले चाहिँ? अहिले यहाँ काकाको घरमा आएको। कति वर्षपछि? 40 वर्ष बादमा। बाफ, यति लामो किन ग्याप भयो? अब के गर्नु, त्यस्तै भयो। काकी पनि सँगै आउनु भएको? उसलाई शुभ नाम चाहिँ हजुरको के? हजुर मेरो नाम हो प्रदीप ढकाल। हजुरको? जानकारी ढकाल। हजुर दुईजना दाजु भाउजू मेरो। श्रीमान श्रीमती। कति छोरा कति छोरी? एउटा छोरा एउटी छोरी। कहिले बिहा भयो याद छ हजुरलाई? हामीहरूको त 1987मै बिहे भयो। बिहे भयो। कसरी बिहे भयो? कसरी माने अब बाजा बजारै भएको। अनि मगनी यो के एरेन्ज म्यारेज लभ म्यारेज हो? होइन एरेन्ज म्यारेज। मागेर बिहा गर्नुभयो? मागेर। भनेपछि अहिले नाति नातिना? नातिना एउटा नाति एउटा नातिनी। के गर्दै हुनुहुन्छ अहिले हजुर? व्यवसाय के छ? हजुर हामी त यसै अब दोकान गरेर बसेर गाई पालिन्छ। भनेपछि जिन्दगी राम्रो चल्दैछ गुजरात? राम्रै चलिरहेको। अब थोरैमा भाउजूलाई पनि सोध्छु है त। भाउजू नमस्कार। नमस्कार। अनि दाइसँग त कहिले बिहा गर्नु? राम्रो पो हुनेछ तपाईँ त। बैसँग त उमेर कति राम्रो थियो होला? दाइसँग बिहा भयो अब दाजुले भन्नुभयो नि। कति वर्ष भयो भाउजू बिहा भएको? बिहा भएको त भयो 40 वर्ष। 40 वर्ष भयो। छोराछोरी चाहिँ 3जना भन्नुभयो होइन? 3जना। छोरी एउटा 2टा छोरा। के गर्छ नानीहरू छोराछोरी के गर्दैछन्? छ उनीहरूको पनि अब आफ्नै दोकान गर्छन्। हजुर। अनि घरमा पनि दोकान छ। भनेपछि जिन्दगी रमाइलो चल्दैछ? रमाइलो छ। दोडा नाति। कति उमेरमा बिहा भयो हजुरको याद छ? हजुर कति उमेरमा बिहा भयो दाइसँग? 20 वर्ष। 20 वर्ष उमेर बिहा गर्नुभयो। कसरी बिहा गर्नुभयो अरे? माग्न जानुभयो। मागेर बिहे गर्नुभयो। बाजा बजाएर भन्नु थियो भर्खर? पहिलाको त हेर्ने चलन थिएन। भनेपछि अहिले चाहिँ बिजनेस व्यापार गर्दै हुनुहुन्छ? आसाम कुन ठाउँ भन्नुभयो? सिलापथार। जन्म कहिले हजुर याद छ? जन्म त याद छैन। याद छैन। दाजुको? मलाई त याद छ। कति सालको हजुर? 1963 सालमै मेरो जन्म। अनि भाउजू र दाजुमा चाहिँ कति उमेर फरक? हामीहरूको 5 वर्ष हो। अनि यो जिन्दगी उता चल अब कहिले काहीँ झगडा हुन्छ नि? ठ्यास पर्छ पर्दैन बुढाबुढी? अब बुढाबुढीको झगडा परालको आएको हुन्छ कहिले काहीँ पर्छ नि? त्यस्तो झगडा पनि हुँदैन। हुँदैन? त्यो माया हो नि त। ल नेपाल आउनुभयो। नेपालमा पनि काका घर झापा जिल्लाको सुरुङ्गा भन्ने ठाउँमा आउनुभयो। तपाईँले धेरै धन्यवाद। के भन्न चाहनुहुन्छ काकालाई? काकाको घरमा आयौँ। बुढो राम्रो लाग्यो। एकदम खुसी लाग्यो। देवरले चाहिँ के गरेर आज? देवरले आफै बनाएर खुवाउनुभयो। बहुत मिठो खुसी लाग्यो। दाइले चाहिँ घिउ थपिदिनु खानु पऱ्यो? घिउ पनि मिठो लाग्यो। अनि भाइ भन्ने नै थिएन हामीलाई। होइन मलाई पनि खुसी लाग्यो नि त। यत्रो वर्षपछि दाजु भाउजू आउँदा अनि त्यही पनि शनिबारको दिन कति गर्व लाग्यो हामीलाई। ल सधैँभरि यसरी माया गर्नु आउँदै गर्नु है त दाजु। हस् सबैलाई तपाईँलाई धन्यवाद। ल